नमस्कार, फेरि पनि म रोशन केसी आइसकेको छु एउटा तपाईहरुलाई जानकारी दिन, एउटा सूचना दिन हैन। अस्ति चाहिँ यो मेरो मोबाइल चाहिँ है 0% चार्ज थियो है। लास्ट 1% चार्ज थियो, 1% चार्जमा अनि त्यसपछि मैले हाले अनि मेरो मोबाइल शटडाउन भयो। शटडाउन भएपछि शट अनै भएन। मैले धेरै कोसिस गरे, धेरै चार्जर हाल्ने कोसिस गरे, अन भएन हैन। पसलमा पनि गएर मैले 108 वाटको चार्जर, 76 वाटको चार्जर ओरिजिनल वाट झिकेर चार्ज गर्ने कोसिस गरे, भएन। त्यसपछि म एउटा पसलमा गए है। म पसलको नाम चाहिँ लिँदैन अहिले हैन। पसलमा गए, पसल गएपछि उले के भने यसको पट्टा खराब छ हैन, पट्टा चेन्ज गर्नुपर्छ है भन्यो है। तपाईलाई म खोलेर देखाइराख्छु है। एकैछिन हजुरहरु होल्डमा बस्नु, खोलेर देखाइराख्छु। पट्टा चेन्ज गर्नुपर्छ भन्यो हैन। उले मेरो मोबाइल खोल्यो हेर्नु है। मोबाइल खोल्यो, स्विच अफ थियो मोबाइल, खुलेको थिएन है। पट्टा खुल्यो उले अनि त्यसपछि उले मलाई मोबाइल रोक्नु है। हेर्नु यसरी खोलेर दियो। अनि यसपछि यो ब्याट्री छ नि हजुरको, यो ब्याट्रीको पछाडि एउटा पट्टा छ है। अनि यो पट्टा छ, यो पट्टा छ, ब्याट्रीको पछाडि यो पट्टा छ। यो पट्टा खराब छ, पुरै पट्टा चेन्ज गर्नुपर्छ भने उले है। 600 रुपैयाँ लाग्छ भने मैले ठिक छ हुन्छ भने मैले त्यसपछि आधा घण्टामा आउनु भन्यो। म आधा घण्टामा आए, भयो छैन भने उले। अनि म साँझपख पूर्ण फेरि आए। म साँझपख आउँदाखेरि उले के भन्यो, तपाईको मोबाइल त डेड भइसकेछ, के कामै छैन तपाईको मोबाइल, अब बन्दैन हैन। बुझ्दै कहिले जिन्दगीमा त मोबाइल बन्दैन, बरु मलाई 500 बेच्दिनु हैन, डिस्प्ले हामीहरु काम लगाइहाल्छौं भनेर उले मलाई भन्यो है। मैले भने 1000 रुपैयाँ दिनु, म दिइहाल्छु भने। अब काम नलाग्ने भएपछि मैले दिइहाल्छु, मैले विश्वास गरे हैन। तर पनि एक मनले नै बेच्दैन, बरु यतिकै लग्छु घरमा भनेर म चाहिँ के सोचेर घरमा आएर मोबाइल चार्ज हाले। हेर्नु मेरो मोबाइल चलिरहेको तपाईले देख्न सक्नुहुन्छ। कल, भिडियो, हरेक चीज, अडियो तपाईँलाई म युट्युब पनि चलाएर देखाउँछु हैन। आवाज सुन्नुस्, के पनि प्रब्लम रहन्छ यसरी तपाईहरुसँग पनि स्क्याम हुन सक्छ हैन। त्यही भएर कतै पनि बनाउन जानुहुन्छ भने हैन त्यतिकै ट्रस्ट नगर्नु होला हैन। उले आफ्नो फाइदा खानको लागि त्यतिखेर मैले बेच्दिन्थे यदि 500 भने म भनेपछि के हुन्थ्यो भन्नु न। आज मैले मेरो मोबाइल पाउँथे, मैले किन्नु पर्थेन। तर मैले 33,000 रुपैयाँ 32,000 रुपैयाँ हालेर किनेको मोबाइल यतिकै जान्थ्यो कि जान्थेन। त्यही भएर यो भिडियो मैले अपलोड गरेको हैन। तपाईहरु पनि सावधान हुनु होला हैन। यस्तो स्क्यामहरु तपाईहरुसँग पनि हुन सक्छ हैन। यो चाहिँ कहाँदेखि कुन पसलको यो चाहिँ म जानकारी खुलाउन सक्दैन हैन। कहिलेकाहीँ टेक्निकल प्रब्लमले पनि हुन्छ। उहाँले चाहिँ टेक्निकल प्रब्लम गर्दा हो भनेर धेरैचोटि मलाई फोन गर्नुभयो, धेरै गर्नुभयो हैन। नहाल्दे यताउता भनेर हैन। म ठिक छ त्यसको लागि चाहिँ म उहाँहरुको नाम चाहिँ हाल्दिएको छैन हैन, कुन पसल हो भनेर। तर नेपालको चाहिँ एकदमै फेमस पसल हो, एकदमै चलेको पसल हो हैन। तर यस्तोसम्म हुन्छ भन्ने चाहिँ मैले एक्सपेक्ट गरेको थिएन हैन। तर मसँग यो घटना भयो, तपाईसँग पनि हुन सक्छ। त्यही भएर यो कुरालाई सावधान रहनु होला। यतिको लागि नै मैले यो भिडियो बनाएको। धन्यवाद है सबैजनालाई। शुभरात्रि।